कपाल खै मिलाउ तिम्रो भयो तेल लाएन है यो पनि कपाल चाहिँ तेल लाइदिनु पर्छ पुरो हो यो हात पनि अर्ग्यानिक छ यो पनि त बाँड्ने होला नि राम्ररी भएको छ है होइन म आज मिल्दैन एकछिनमा अब यो पनि भयो खाली पानी बोतल आउँछ कि त्यो अनि भने हाम्रो त उतापट्टि सिग्नलहरु ठिक छ सिधासँग अब हेर्न त सबै छ त्यो आगो बल्नु निक्छ है ल सबैलाई कन्यालाई मात्रै हो कि अरूलाई अनुहार देखाइ हुन्छ अलिअलि सबै दुखी गयो बाटोहरु चाहिँ है खाता त राम्रै लिएर मेरो नातिनीले पनि हान ल भेनालाई चाहिँ लगाइदे पहिला भेनालाई लाउने अनि
खासमा त पर्साकैमा लाउनु पर्ने थियो नि त सबैजनाले तलै लाउँछ जाने बेला पनि लाउँछ नि त जाने बेला सिसाकीलाई सबै दिनु त सबै
होइन लाउनुपर्छ आउनुहोस् माया मेरो माया
पनि
अरूलाई चाहिँ अरूलाई चाहिँ अनि कराउ है कराउ ब्यागबाट कराउनु पर्छ राईको साह्रो ला कस्तो लेखेर होइन Maja dono, maja dono, lakoi, pangkoi. बाबा आमाले छोरी हरायो ए दिदीलाई खोज्नु जाऊ जाऊ खोज्नु जानु पर्यो नि हजुरको आदिको लानु पर्यो त्यो कारणले खोज्नु गयो घरबाट अब यस्तै अब केही गाई लैजाउँ त है अब हाम्रो छोरी कहाँ पुगेछ खोज्दै जाउँ भेटिन्छ भेटिँदैन भन्दै र हिँड्दै यो 4वटा पुग्यौँ 4वटादेखि ओह्रालो फेरि ओह्रालो लाग्दै गयो फेरि पुग्यौँ फेरि पुगेपछि त अनि एउटा मान्छेले भेट्यो क्या ए हजुर यता हाम्रो दुई एउटा हाम्रो छोरी हराएको छ यता यो बाटो देख्नु हो कि भनेर खै 2जना थिए उठो जाने थिए है भने यो पक्कै हाम्रो छोरी होला हौ यो है भनेर चाहिँ हामी सल्लाह पठाउँदै गयौँ है जाँदा 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 तल अब पुग्यो अब एक्लै पिपल पुग्यौँ अनि त्यहाँबाट पुग्यो रम्बुवा पुगेपछि त अनि फेरि त्यहाँ अब तिर्खा पनि लाग्यो यो है तिर्खा लाग्यो त्यहाँ अब अहिले चाहिँ अब तिर्खा मेटी जाउँ है भनेर बिचमा होटल गएर चिया खायौँ त्यहाँबाट अनि त्यो सोचेको त फेरि यो हाम्रो एउटा छोरी चेली एउटा यता आगो देख्नुभयो भने खै 2जना थियो त्यो पुल तर पारै पुगेर जाँदै थियो भनेर खोला है ए बाबा रे कति छिटो हिँड्नु नि त भेट्नु पर्ने हामी छिटै पुग्दै गरेको भनेर हिँड्दै जाँदै त्यसो सोध्दै खोज्दै जाँदाखेरि अब ओखलडुङ्गा के ठाउँमा भन्छ नि हजुर ओखलडुङ्गा मलुङ हजुर पालाहरू हजुर के अरे Okhondonga molong. ओखलडुङ्गा मलङ भन्ने ठाउँ पुगेछ सोध्दै खोज्दै जाँदाखेरि Pugo. अन्त त्यहाँबाट अनि यो मलङ भन्ने गाउँ यही हो त यही हो किन सोध्नुभयो हाम्रो छोरीचेली यता आएको छन् गऱ्यो भने सुनेर सोध्दै खोज्दै आएको भनेर भन्नुभयो त्यहाँबाट अनि यसो जाँदा त अनि त्यहाँ के भयो भने त्यहाँ सोध्यौँ क्या हजुर पुर्खा सोध्यौँ अनि हाम्रो छोरीले यता आएको छन् गरेर तपाईँले देख्नुभयो ए खै कोही त एकजना अलि मोटी के अरे गोरी केटी छ यता जाँदै थियो है एउटा केटासँग भनेर भन्यो पत्ता लगाउँदा गयो त्यहाँदेखि यसो हेर अब हाम्रो छोरी चाहिँ अब छोरी रहेछन् अन्त परबाट हेरेको नि त हामीले देख्नु बित्तिकै छोरी त लुकिगयो लुकिहाल्यो अनि अनि छोरी त हामी त छोरी हो हामी ती बाबाहरूलाई देखेको बित्तिकै लास्टले होला कि गर्ले होइन घरभित्र पसी अनि फेरि निस्केँ अनि त्यहाँदेखि घरपट्टि हो यहाँ को हुनुहुन्छ हौ घरमा भन्दाखेरि छोरी पुट्लेको निस्केँ ए छोरी चाहिँ यहाँ पाएको छ दिपा म त यहाँ पाएँ त्यो पछि निस्किनु भयो है अन्त हाम्रो छोरी त यहाँ पाएको छौ त अनि त्यो अब के मलगासले कि माफतले कि केले त्यो नि आउँछ भने हजुर म त दिपा मायामा आएँ
महाबाफतमा आयो भने राम्रै छ मायाबाउमा पर लालु खप्प गऱ्यौँ भन्यो होला कल्याणले हो नि मालालुका भन्छन् कि के भन्छन् ताजको मासु त्यो भन्दाखेरिमा लौ त भन्नुभयो है हजुर हामी त ओखलढुङ्गादेखि एक हप्ता भयो जति हिँडेको पनि एक हप्ता भइसक्यो है अब हाम्रो हिजो अस्तिको काकीको सल्लाह अनुसार चाहिँ यति हाम्रो रीति राख्दाखेरि चाहिँ हाम्रो भाइको जोडा मिल्छ होला तपाईँहरूको छोरीचेली मिल्छ होला भनेर हजुर हामी तपाईँको सामुमा चाहिँ हामी यहाँनिर बिन्ती गरेर चाहिँ तपाईँहरूको रित राखिदिउँ यति राखेपछि चाहिँ तपाईँको छोरी हाम्रो भाइलाई मिल्छ होला भनेर चाहिँ हामी चाहिँ एकदमै ढुक्का छौँ यसमा हजुर अलिकति छुटे पनि केही बाँकी रहे पनि हामी सल्लाह गरेर के थप्नुपर्छ के गर्नुपर्ने हुन्छ अब यति राख्दाखेरि भयो भने पनि हामी सन्तुक फेरि थप्नु पर्ने छ भने पनि तपाईँको संस्कार तपाईँको रीत अनुसार पर्ने छ भने पनि यति राखिसकेपछि चाहिँ पक्कै पनि हामीलाई अब हाम्रो भाइको लागि बुहारी मिल्छ होला भनेर तपाईँको छोरी मिल्छ होला भनेर चाहिँ हामी त्यो सबैजनासँग चाहिँ नि बिन्ती बसाए है दाजुहरू ल हजुर धेरै धेरै छ राम्रो छ यो शुभकामना यसमा बेहुला र बेहुली खाटाहरू खुजुक त भएन नि कुटाकुट त गरेन छैन नि कहाँ हुनु त्यस्तो भएकै छैन नि अनि पछि हाम्रो छोरी त त्यसै आएको त भन्दैछन् नि गरेर ढ्याम दिनुहुन्छ होइन हजुर 10 हाम्रो बिच पत्ता हुँदैन त हाम्रो लो कुरो त मिल्दै आयो तम पन्नु म हो तम पन्नु म हो तम पन्नु नु भनेको नाउँ के हो बताउनु पर उताको पुर्खाले माइतीको आमाको अनि यो जीवतो त पल्लो छिवतो अनि माउली पल्लो ओल्लो छ माउली पल्लो फुपौली है यो चाहिँ फुपौली यहाँ आएर घोचेर है यो माइती यो दिवातो छिवातो यो कलिया यो माउली र यो फुपौली है हामी कलिया सबैको खाएपछि सबै क्या अब बुझ्नु हो यो बक बोलिदिउँ मायालाई गर्नुभएछ र अब लानुहुन्छ कि यतै छोड्नुहुन्छ म त फुपा लिएर जाने भन्ने नानी राम्रै राजी नै छ बाकरमा पर्यो चिपु साप्चिपु फुल्ले छ कि ल राम्रो छ धेरै गरिखाउ सातौँ पुत्र 5 कन्याको माता भएर खानु पिता भएर खानु हाँसजोर पर्या त्यति नछुट्टा फेरि बिसित एकदिन त पुग्यो तपाईँहरू पनि हाम्रो पसन्द पर्नु होइन हाम्रो रित मागेर खायौँ फेरि हामी पनि अब छोराछोरी छन् नाति आएको शिकार कहाँको अट्याउली गर्छ र खानु त खानु हो तर हामीले रितमा झिकाएको कुरो फेरि खाँदैनौँ भन्ने चाहिँ अलिकति हाम्रो पनि सपना नराम्रो हुन्छ हजुर होइन आएर उता त्यता हामीले अब खायौँ है त अब यो उठाएर दिनु पर्यो त्यही त अब फुल फुलेछ हामीले चिन्छ अनि फुल ल्याएछ होइन यो उठाएर दिनु पर्यो त्यो फुलको यो चाहिँ ल सबै उता आमा बाबा पनि उता ल यो
यो दाजुभाइको होला यो अब कता यो माइतीले अब त्यो सबै रक्सीलेहरू हाम्रो छोरी चेली अब नदिने हो नि त मिठो रक्सीले त आएर त झरझर हुन्छ क्या मिठो त नमिठो भए त किन ल्याउँछ महाभारतमा भन्नुहुन्छ महाभारतमा त होला हामीहरू बा गोठाला खेताला भनेर राखे नानी गोठाला खेताला त भनेन हो रुदीको मेसाको फुलमा यो जिउ सदम्बर जेता पुर्खाले पनि लाउनु पाउनु आशीर्वाद दिउनु सातौँ पुत्र 5 कन्याको माता पिता भएर गरी खाने तुबिमुला मानि मुति पादुवा चाप्छु धनी पादुवा हो नि त कुमारी रुदी पुमा सक्नु पुमा मेन्न कवि जरा बेङ्गनी मे हलो नि हौसलो नि त्यही भएर आज तिनीहरूले बनाउनु अब आज खाना बाँकी छ भएर बिजो बिजो टपरा भने सबै ठुलो पाकाहरू चाहिँ कता भाग्यो
चिन्नु भएको छैन होला आजले गीत चिना पर्सि पनि भयो ल आजदेखि बहिनी तपाईँले जिम्मा दाईहरू शान्ति दिदीहरू दाजुको सट्टामा यत्रो मान्छे ढोइ छैन कि क्या हो नि यता नगो यता नाना है म त ऊ बाटोमा थाप्नु पैसा मेरो बहिनी आमा रानी फोटो खिच्छु हामी गर्छौँ हुन्छ चुचु समस्या छैन ल अब धरान चतरा सबै दिनको हरभरि बिरालो मुसा नमारा भने जस्तो नहोस् हाम्रो छोरीलाई हेला मुसा नहोस् बस हजुरलो हरेपा नम्बर वाला चाकू पनि बुल्लु तंग पर तो तुसे लेपा तिमी पनि
देउताको भैँसी पठाला दिनुपर्छ राखेर छोरीले के गर्नु आजदेखि 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 यस ठाउँको देवी देवतालाई शरण फल मागेर आजदेखि मिले र आजदेखि 1 दिन 2 दिन 3 दिन मासु दिन हाड दिन पाली मास हाड दिन मासु आज सबै शान्ति आजदेखि मेरो नातिनीलाई आजदेखि 1 दिन 2 दिन 3 दिन अब हिसाब खराङ सुरु अब हामीले माग्यो तपाईँको छोरीचेली पायौँ होइन सबै यहाँहरूलाई धन्यवाद हामी एकदम ल खुसी छौँ ल 1 पायौँ 2 पायौँ 3 पायौँ ल ल हाम्रो आफ्नो श्रीमानले भनेको कुरो मान्न र दुःख भए पनि सुख भए पनि अब आजदेखि 1 दिन 2 दिन 3 दिन आजदेखि 1 दिन 2 दिन 3 दिन ए हो यसमै भएको छ नि अब अनि अब चाहिँ उता अब लुगा उठाउनेरै कहिले उठ्छ नि